सेवारो आमा सेवारो दिदीहरू सबैलाई आज हामी एउटा सानो कुराकानी गर्दैछौँ हैन। अब यो याक्थुङ लाजेमा उहिले नै सुब्बा प्रथा थियो अरे, अहिले त छैन। तर आमाहरूले चाहिँ भेट्नु भएको, तपाईहरुको उमेरले भेटेको, अब हाम्रो उमेरले चाहिँ हामीले भेटेनौँ। त्यही भएर अब यसो आज आमाहरू दिदीहरूले चाहिँ यसो सकेसम्म भयो भने यो सुब्बा प्रथा तपाईहरुले देख्दा कस्तो थियो यसो सबै यसो जति सम्झेको सम्झना आएको चाहिँ कुरा राखिदिनुहोस् न त ल। सुब्बा भन्ने मेरो लागि त पापी भन्छु म त। ओ मेरै तुम्बा सुब्बा, मेरै बाजे सुब्बा, मेरो बाजे सुब्बा भयो। याक्थुङ लाजेमा उहिले नै सुब्बा प्रथा थियो अरे, अहिले त छैन। तर आमाहरूले चाहिँ भेट्नु भएको, तपाईहरुको उमेरले भेटेको, अब हाम्रो उमेरले चाहिँ हामीले भेटेनौँ। त्यही भएर अब यसो आज आमाहरू दिदीहरूले चाहिँ यसो सकेसम्म भयो भने यो सुब्बा प्रथा तपाईहरुले देख्दा कस्तो थियो यसो सबै यसो जति सम्झेको सम्झना आएको चाहिँ कुरा राखिदिनुहोस् न त ल। सुब्बा भन्ने मेरो लागि त पापी भन्छु म त। ओ मेरै तुम्बा सुब्बा, मेरै बाजे सुब्बा, मेरो बाजे सुब्बा भयो। त्यहीँ बाजे मरेपछि तुम्बाकोमा आयो होइन। तुम्बा बोक्से सुब्बा, अनि सुब्बा बोक्सेवाला भाइहरू 4 भाइ थियो, खै भाइहरूलाई केही देखेनन्। अनि तुम्बा पनि बिते। तुम्बा बितेपछि फेरि अलि रत्ने दाजुकोमा आयो है। अब रत्ने दाजुकोमा आयो, बाबुआमा भनौँ जो भनौँ काम्ब्राङ म्यामको पयोमा स्यासी दाजुभाइले अब नित्यमा त्यस्तै नि अरूलाई त होइन, अरूलाई आमामा न छोनी फोनी आफूलाई त्यो आफ्नैलाई उ गर्ने चाहिँ त्यहाँदेखि आन्दुम्बा मासिङ रत्ने दाजुकोमा आयो। अलकुम बुवास 3 भाइ खेङ 3 भाइ खोइ अब युङमदन नेमदन को युङमे क्यो युङमे मेम बातुन ओखबला धेरै अलसत मागे हुक्ते नेते yang मेगत मेन्जोगुन मेङ इतुन चाहिँ नुसाहा। अनि त्यो सुब्बाकोमा नि आमा त्यो तिरो बुझाउनुको लागि सुब्बाकोमा आउनु पर्थ्यो। अब गाउँलेहरू सबै उनीहरूको अब कति कतिमा राखेको छ, कति कति जग्गामा कति मान्छे तनाममा बस्ने, कोही चिन्तीमा बस्ने, कोही आधा उधी अब ठेक्का तनाम हुन्छ नि भन्थे तनाम ओखेलको तनाम हो बा एक्लो मिउ अल तिरो मेदारू सुब्बारे ताक्तु आधा उधी सुब्बा अब हेङ अगदा अगदङ भा जग्गा आधा उधी जाबा गङ हेन्ने आधा उधी उद्यङ भर सुब्बा केमा ल्याउँछन्। ए सुब्बाकोमा तिरो अनि त्यो तिरो भनेको चाहिँ खास चाहिँ के भनेको त्यो तिरो भनेको चाहिँ आल खै हेन ओखिल्याङ्स तिरो वाला त्यो जग्गामा तिरो जस्तो लाग्यो। तिरो भन्छन्, तिरो राजाको तिरो नतिरो त अनि खानु त कहाँ पाइन्छ र पाउनु त। तर कति पेलेको थियो नि सेमेदा अनि आधा उधी तिरो अलि यम्ब्यम सुब्बाले अर्का ल्याएको त खरिद गरेर अरूले तिर्छन् होइन। अब यहाँ आफ्नै सुब्बा आफ्नै निताङ्गो अब आफै मेदाक्तु आफै मेलाक्तु मेलाएर त्यो उनीहरूले साट्छ भन्नुहुन्छ नि मेलेक्तु भनेर। के हो मेलेक्तु भनेको चाहिँ के चाहिँ मेलेक्तु? सोह्रना पैसा तिरो तिर्नु पर्यो, रुपियाँ तिर्नु पर्यो होइन। यता 16 आनाको 10 आना मोहरमा साट्यो, 16 आनामा रुपियाँमा अब 6 आना त आयो नि त साट्नेलाई खरिदेलाई व्यापारीलाई थुन किताबल याङै तुन्ना तिरो उसमा दा भनेपछि यो लाम्नु लगुस्याङमा थाक्तुस्याङ बास्नु खुस्याङ खर्च मिउ मेङयाना गुन्ची मिलार याङ मेताक्तु बजार आत्तो पियाङ वे आत्तो हेनु इले लेक्तु बे मेलेक्तु सोराना yang le dasana yang lak boksa
행 दसाना 양득로 pura suranaro bang perika medondo alado al medondo medaktu त्यसरी अनि तिरो तिर्दाखेरि चाहिँ कति जग्गा कति एरियाको बराबर चाहिँ कति तिर्नु पर्ने अनि अब त्यसरी कति तिर्नु पर्ने कम सुमुखसँग अल्लाहको भ्र्याङ युक्सला बाफे हैन आफ्नो जगाउने नाना थोतो न गदाब्राङ अल्लाह सुराना मने दसाना मेमेछु अनि त्यो त भयो सरकारलाई तिर्नुपर्ने तिरो तिरो अब सुब्बाले चाहिँ गाउँघरमा झगडा मामला हुँदा के आफै मिलाउँथ्यो कि के गर्थ्यो उसले सुब्बाले झगडा मामला हुँदा भेटेसम्म नि कुटेर हुन्छ भिटेर हुन्छ ए त्यो झगडा मामला उसले नै मिलाउँथ्यो आफै अनि अब यम झगडा यस्तो जग्गा जमिनमा परेको त मिलाउँदैन अनि पाङ्पे थाङ्पे खेप्न अब थप्न अब त्यस्तो यस्तो त ए अनि ठुल्ठुलो चाहिँ कहाँ लानुपर्ने अनि ठुल्ठुलो त नेपाल ए यहाँ धनकुटा गौडामा नि हुँदैन थियो गाउँडामा नमिलिसकेपछि नेपाल पुग्छ ए पहिला धनकुटा गौडा जान्थ्यो बुङ्ना नाइ पेक्नु पर्यो ए हिँडेरै जानुपर्ने छिटो भनेको 11 दिन अब 12-13 दिन लगेर थियो नि काठमाडौँ नेपाल काठमाडौँलाई नेपाल ल ए काठमाडौँलाई नेपाल भन्थ्यो त्यतिखेर नेपालको नेपाल यहाँ नेपाल हैन काठमाडौँ नेपाल ए अहिले चाहिँ हाम्रो नाम देशको नामै नेपाल त्यतिखेर चाहिँ काठमाडौँलाई नेपाल पहिले भर्खर थाहा पाइयो भर्खर आजै थाहा भयो यो कुरा त हो अनि अब नेपाल सरकारको अब नेपाल नै भयो नि ए अनि यो सुब्बाहरूले त्यसरी सानोतिनो झगडाहरू मामलाहरू चाहिँ त्यसो भने आफै मिलाउनु खोज्ने तर नमिल्दा धनकुटा लाने धनकुटामा नि मिलेन भने चाहिँ नेपालै पुर्याउँथ्यो अनि अब यम गाउँ मेन्तङ सुन्ने ए ठुल्ठुलो चाहिँ उही नै लाने हिंज बिचन खेबा मजुङ बा हेन्तेन डाँड्दै खाँदै यम भगला जग्गा सिङ के न्याम नेपाल धनकुटा अतोमा खेउमा गउँ नन्नङ बछि अल अल्तिर गुगल तिवाई ओ अब खेउ अमलङ हेनि मङननि हेनाङिन आमङिन अनि तपाईहरुको त्यसरी पालामा सुब्बा हुँदाखेरि दिदीहरुले पनि थाहा पाउनु बोला त्यतिखेर अनि पढ्नु चाहिँ दिएन हामीलाई हाम्रो भाषा लिपि याक्थुङबाको आफ्नै अक्षर सुनेकै त यति बेला थाहा पाएर सुनेकै ए लिम्बू भाषा बोल्नु पनि बन्द थिएन बोल्ने त बोल्थे बोल्दैन थिए एउटा के बोल्ने त बोल्थे नि हामी चाहिँ बोल्नु ठुल्ठुला कपो उहिले भा पनि गाउँमा बारबार नखेम हाम्रो तुम्बाङ फेरि चाहिँ त्यति पर्वते नबोल्ने लिम्बू अनि त भन्दा हो यी म्याङलुङ्गेहरू साह्रै लिम्बू कुरा बोल्ने उ थिएन नपढ्नेले कहाँ क्षेत्री कुरामा बारे अनि पढ्नु भनेको त के र अब हाम्रै बुढाहरूले कखमा पढेनन् लिम्बू भाषा र ए उहिले लिम्बू भाषा र मेबार पढाउनु चाहिँ त्यस्तो अक्षर चाहिँ पढ्नु पाए कि पाएन भनेको पढ्ने थिएन त्यसले गर्दा लिम्बू भाषा र यतिखेर पढ्नेले गर्दा क्षेत्री भाषा ए त्यसो भने त्यतिखेर पनि लिम्बू अक्षर चाहिँ थिएछ पढ्नको लागि लिम्बू अक्षर त थिएन थिएन ए अहिले यहाँ हामीले लेखिरहेको याक्थुङ अक्षर थिएन त्यतिखेर ए के अनि त्यो थिएन कि देश त्यो राज्यले नै गर्नु नदिएको रहेछ सरकारले नै पढ्नु नदिएको रहेछ क्या पछि अनि कसले खोजेर खै खोजी नगरेको हो कि अब के हो सुब्बा भन्नेहरू जान्दछन् उहीहरू सुब्बाले नै रहेछ नि त्यसो भने अनि सुब्बाहरूले कहाँ दाजुभाइले हेरेको थियो त हाम्रो मेरो बाउले अघि आउँछै नपाइ मरे मेरो तुम्बाहरूले तिन भाइले आउँछै नपाइ मरे सबै रोक्नेका खाले ए सुब्बाहरू त्यसो भने त हामीले त राम्रो भन्थ्यौँ त हौ होइन रहेछ नि त्यसो भाइ मार्ने र भाइ मार्ने सुब्बा हो सुब्बा हो ए हामीले त सुब्बा त राजा भनेर सुब्बा भनेको त हामी त नाक फुलाएर हिँड्थ्यौँ होइन प्रसाद त्यसो भने त त्यसो भए त सुब्बाले गर्दा पो हामी लिम्बू अक्षरहरू पढ्नु पाइएन जानिएन त्यस्तो त बुझ्यो त अनि त्यही त बुझ्यो त अनि अनि
आफैले आफैलाई मारेको भाइ मारा जस्तो पो देखियो त त्यसो भने त माथिबाट उनीहरूले अराएर एउटा दुईटालाई किन्यो किनेर सुब्बा बनाएको जस्तो देखियो अनि उसले चाहिँ यहाँनिर हामीलाई नै ठटाएको जस्तो पो देखियो उसले डाइरेक्ट ठटाउनु नमिल्ने अनि आफ्नै दाजुभाइ लगाएर हामीलाई होइन ठटाएको जस्तो पो देखियो त होइन अनि हामी नै बाज्ने हामी नै जुझ्ने त्यसो गर्दा त हाम्रो विकास त कहीँ पनि भएन न भाषामा भयो न लिपिमा त्यही जस्तो त बुझ्यो नि होइन र मन परेन भने दाजुभाइलाई पनि नदियो केही पनि ए हो त्यस्तो अनि हेर्नु त अंश दिएको छैन अरे होइन साह्रो रहेछ नि त अहिले अनि त्यस्तो रहेछ त्यस्तो रहेछ सुब्बाको बारे सुब्बाहरू जुन पनि सुब्बाहरूको चाहिँ खराबै हुन्छ गतिलो छन् भन्छन् हौ अनि पनि त्यस्तै त छन् नि पहिला त अनि याक्थुङ लाजेमा त यसरी छेत्री बाहुनहरू थिएन भने त्यो कहाँबाट पसेछ यिनीहरू चाहिँ फेरि? कति मेदार कोही काठमाडौँबाट आयो अरे कोही कता आयो अरे भन्छन् साँच्चै हो है कसरी आयामा लथिक मेदाङ सिमसिङ नि त्यतिखेर नै पुज्नु थाले लिम्बूले ए तङमे तङबे पऱ्यो नि साथी त अभित्र जगाइदिएन दाजुभाइलाई नदेख्नु ए उनीहरूलाई चाहिँ उल्टै दिने अब उल्टै अलिअलि दियो यसो खेप्ला गोठनाको नाचोगे भन्यो अनि गरिदिन्छन् होइन दाजुभाइको के को निन्दा र अब हो अनि बाहुनलाई दिँदै राख हाम्रो तुम्बाखेर त अलिक पापी नै थिएछन् होइन अरू पनि त्यस्तै रहेछ मेरो चाहिँ माइती खालले दाजुभाइलाई रुचाएर एक थोक्टा जग्गा यहाँ खा भनेर हाम्रो बाउ पनि उस्तै ए आमा अनि त्यो सुब्बाहरूले मौलो काट्थ्यो भन्थ्यो विजय दशमी नवमी कता त्यो चाहिँ के हो खास अब उनीहरूलाई ठुलो पारेको नि कसरी काट्थे अनि कसरी काट्नु माउलो पूजा चाहिँ कुन दिनदेखि सुरु गर्थ्यो पूजा गर्नु चाहिँ नवमीको दिन दशमी दिन भनेपछि नवमीको दिन एकादशीदेखि नै पूजा सुरु गर्थ्यो कि जमरा राखेदेखि नै पर्ने नवमीको दिन के काटेर नवमीको दिन हो नवमीको दिन अनि कसो गर्थ्यो भनिदिनुहोस् न यसो मिलाएर अब कसो गर्थ्यो र खला तास्ने तास्यो अनि लिप्यो अनि त्यहाँदेखि लिपिसकेपछि मौलोलाई नुहाउनु धुवाउनु चोख्यायो त्यहाँदेखि माला उन्यो फेटा बोक्से त्यहाँ बाहुन मेदा 9 जना अनि जमरा 9 टोप्रा राख्नुपर्छ होइन 9 टोप्रै तोम्नु पर्यो अनि ख्याङ कब्रिङ अलिअलि कलश नडै चाहिन्छ ख्याङ ख्याङ वनस्पति के हेर्नु होइन ख्याङ बत्ती बाल्नु पर्यो दियो फेरि मालसिरी भन्छन् मालसिरी के हो म जान्दिनँ त्यो गाउँछन् पढेर ए बिहानैदेखि आउँछन् उनीहरू नवमीको दिन चाहिँ नवमीको दिन ए मालसिरी पढ्छन् नि किताब लिएर बसेर उभिएर 9 जना आउँछन् पढ्छन् अनि दबाई नै हुन्छन् नि दबाई नै हुन्छन् के हुन्थ्यो त्यहाँ कालीबारीको देखेको मैले त्यस्तै हो उही गाईमा र भाइमा देख्यौँ न कुनै त्यो त देख्यौँ न होला हामीले चाहिँ देख्यौँ अनि त्यहाँदेखि मौलो काटिसकेपछि सुब्बाको घरमा एउटा दाहिने हात एउटा दाहिने खुट्टा त्यो खुनमा डुबाएर दैलोको उसमा टाँस्नु पर्ने खिरमा पर्ने ए रगतको छाप यो दाहिने हात र दाहिने खुट्टा त्यो काटेको खुनको छाप लाउनु पर्यो ए त्यो मार काट्दा चाहिँ के काट्थ्यो त्यो सुँगुर कुखुरा के काट्थ्यो होइन एउटा बोकाहरू यसो पाठीहरू बोका पाठी होइन बोकाहरू बोका काटेको चाहिँ देखेँ मैले कुबिन्डो नि हुन्छ त्यहाँ कुबिन्डो पनि हुन्छ सबै हुन्छ रेखी हाल्नु पर्यो त्यो सबै सबै रेखी हानेको हुन्छ अनि त्यो कोही सुब्बाहरूले त राँगा पनि काट्थ्यो भन्थ्यो सुनेको मात्र काट्दा हुन्छ हाम्रो गाउँमा माथि हल्दा काइँडाहरूले काटे अनि त्यो अब खाएर एकछिन त राम्रै त हुन्छ नि त्यो सुब्बा पनि थरी हुँदछ नि त कोही लोभी हुन्छन् सबै लोभी सुब्बा भन्ने कुनै खुल्ला अनि टिका चाहिँ कसरी लाउँथ्यो त उनीहरूले अनि टिका त दशमीको दिन चाहिँ सुब्बाको घरमा कसरी टिका सुरु हुन्थ्यो टिका अब हामीले लाए जस्तै होइन रैतीहरू पनि आउँथ्यो कि आफ्नै दाजुभाइ मात्रै आउने भनेको होइन त्यो आउनेहरू अब कस्तो कस्तोहरू आउँथ्यो त्यो त जान्दिनँ
आउँथ्यो अरे टिका लाउनु त टिका लाउन आउनेलाई अब खर्क भन्छन् तल तल त्यहाँ दही मही घिउ सबै ल्याएर आउनु सबै ल्याइदिनु पर्ने ल्याइदिनु त पर्ने अरे त खोर्सानी कैकलबरी अन्न जस्तो जे छ त्यही त्यही जे ल्याइदिएर छ त्यही ल्याइदिनु पर्ने सुब्बालाई त अनि मनाउनु परेन ढड्याउनु परेन उनीहरूले सुब्बालाई त्यसरी नभए लगाइदिँदैन नि क्या हो नभए त गएर कुट्छन् कहाँको ए साह्रो रहेछ नि त्यस्तो आधा अति पैसामा त नाममा खानेहरूलाई साह्रो चामल नै लगिदिनु के पर्ने छ भन्नु जे लगिदिनु पर्ने अरे हौ अनि अहिले त छैन त मेदाहरू नमीको दिन मेदाहरू दान्तप्याङ मेदा ए 2 दिन पो तर एउटा नेवारले अलिकति गल्ती गर्यो है मैले देख्दा चाहिँ टिका लाउनु आउने त्यत्रो सुब्बा मान्ने अब कति थियो उनीहरूको एरिया कतिको कभर गरेको थियो मेदार बोलाङ पर्ने होइन मासु पनि यसरी साप्रान ल्याउनु ल्याउँथे लु साह्रो ठिक्कै पारो एउटा सुब्बामा अझै सुने म चाहिँ कुखुराको फिला यत्रै एउटा लिएर आएको जलजलेको नेवारले उहिलेको त उहिलेको नियमहरू हामी थाहै छैन त्यस्तो देखेँ यत्रो यत्रो कुखुराको फिला लिएर आयो खुट्टा चाहिँ यत्रो र यति लामो त्यो भालेको मलाई नि हाँस पो उठ्छ क्याङ अलि नमेन छान्ने ल्यायो नवमीकै दिन आयो त्यो भोलि आउनुपर्ने आजै आयो हाम्रो दाजु कुन्तको कप्टी नबोल्ने त्यो गर्ने यसो थपक्कै नै लिएन दिएर पठायो डाँडे त होला नि कोदान्त सुब्बा त अनि त्यसो गरे अनि अब त्यो टिका लाउन आउनेले 2 पाथी 3 पाथी हेरी 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 दही मैया बेसरी डोकोमा भयो कहिले अब कानमा बोकेर ल्याउन नसक्नेले यता खनाउने भाँडा नि हुँदैन माग्ने त जति आउँछन् मौलोको दिन खुर्सानी बनाउँ भने बैङ्कलभरि हामीले पनि दिन्थ्यो एउटा यत्रो टक्रा यत्रो ठेकी दही मौलो काट्दा ल्याइदिनु पर्ने सुब्बा बाबुनु टिका लाउनु आउँदा ल्याउनु टिका लाउनु आउँदा टन्नै लिएर आउनु पर्ने चामल रे अनि ल्याउँथे अनि चामा थुङमा ख्यापी मिसो बोक्से नुरी अङ्गा बर्सी नुरी अङ्गा पनि त्यो त थाहा पनि छैन त्यत्रो घुइँचोमा कसले धन्दा गर्ने हैरान केही बुझिँदैन केही जानिँदैन अनि टिका चाहिँ त्यतिखेर रातै टिका लाउँथ्यो कि सेतो टिका लाउँथ्यो टिका मेन त सेतै लाउँथ्यो घोराइ हो रातो टिका चलेको थियो हिजो अस्ति मेन चाहिँ घुराले यसो नेवारनीहरूले लाउँथ्यो र लगाइदिएको नेवारहरूले मात्रै लाउँथ्यो ए नभा सुब्बाले चाहिँ सुब्बा न नसुब्बा लिम्बू जतिले सेतै टिका टिका लाउँथ्यो सेतै ए उसले बाजे सेतै टिका लगाइदिन्थ्यो त सेतै यो रातो टिका भन्ने मान्छे सिंह हुने हिँड्छ र रहरमा जमानामा यो बजारमा छेत्री बाहुन र नेवारहरूले लाउँथे अनि तपाईँले सुन्दा मुन्दुममा के यो टिका हाम्रै रहेछ खास चाहिँ अब हाम्रो र नहाम्रो त म जान्दिनँ त्यति देखेर आएको त्यही त होइन मुन्दुममा छ कि छैन भनेर सोधेको मुन्दुममा मैले अब सुनेको छैन सुन्नु भएको छैन हाम्रो होइन नि भन्छ हामीले सुनेको चाहिँ उतै नेपाल देशबाटै यता हामीलाई पनि भिराएको अरे भन्छन् मान्छे मनाएको फकाएको होला नि अँ मारेर त्यही तरिकाले उनीहरूले यसो लगाइदिएको त्यसो भए हाम्रो होइन ओकेल अनि त्यसो त बन्नु पर्छ नि त त्यसो रहेछ अनि त्यसो भए रातो त्यही नलाउनु सबैले भन्दा छोडिसके खाने चामल निधारमा लाउने भयो हामी नै छोड्दैछौँ सबै उनीहरू के भएर उनीहरूले चाहिँ लाएको अरे भन्छन् विपनको छोरी यहाँ आएकी थिए अरूलाई सेतो लगाइदिएको म त रातो लाउने भनेर हातमा यति मुसेर रातो लगाइदिएको खुसी भयो न हाम्रो भन्नु कसरी सुब्बा भयो त टिका नआउँदा अनि सुब्बा भइसकेपछि टिका त हुनु पर्यो कोही त रातो लाउँदा छन् राईले त तामाङहरूले त लाउँछन् मैले जान्दा त्यस्तो रातो सातो थिएन राईले रातो लाउँदा सेतो मात्रै लाउँदा सेतो मात्रै हाम्रो लिम्बू राईले रातोमा दाल त बिहानकै छ होला हौ। त्यही त आमा यो याक्थुङ मुन्दुममा त अब टिका लगाएको कहीँ पनि देखेन सावायाङ मुन्दुममा फेदाङमा यासाम्बाहरूले टिका लगाएको त कहीँ पनि देखिँदैन त्यसो भने उनीहरूले नै हामीलाई थुपारी दिएको रहेछ यता हामीलाई यसो फकाउनु सुब्बालाई ठुलो पार्नुको लागि लु टिका लगाइदिए है तेरा रैतीहरूलाई होइन भनेर गरेको जस्तो देखियो नि त अनि रातो लाउनु थिएन केही लाउनु थिएन अब कुन त अनि यो जोगी चाहिँ किन घुमेको रहेछ आमा यहाँ गाउँघरमा जोगी त अब जोगीको थरै आउँदैन त्यही भैरुङमा तेह्रै उनीहरूको कति भैरुङ हो क्या हो भैरुङमा उनीहरू हेर्ने पछि थर्याङ अब ह्याङ्गोहरूले जोगी भन्छन् ह्याङ्गोहरूले जोगी भन्छन् त्यही त के खानु घुमेको यिनीहरूको घर पनि हुँदैन जग्गा जमिन पनि हुँदैन
झोला 9वटा बोकेर घुम्छ। 9 जोला अब जोगी थर त जोगी नै होला नि। जोगीको त थर यो जोगी नै। त्यो छुट्टिँदैन अब तर किन त भैरव हामीले चाहिँ थाहा पाएको सुनेको होइन, यो जोगीहरू चाहिँ सुब्बाहरूकोमा अथवा लिम्बुवानतिर चाहिँ यसरी सुराकी गर्नको लागि आएको अरे। लिम्बूहरू कहाँ भाषा लिपि पढ्दैछ, कहाँ उनीहरूको कुरा बोल्दैछ, हो त्यो कुरा चाहिँ यिनीहरूले सुराकी गरेर उहाँ नेपाल पुर्याउँथ्यो अरे क्या, हामीले सुनेको चाहिँ। होला त्यसो यिनीहरूको त अब घरबारै हुँदैन यहाँ। अनि केही छैन अर्को चाहिँ नाम हो चिङ्ला भएको अनि उताको नेपालको चाहिँ अब सरकारले चाहिँ यता त्यस्तो पठाउँथ्यो अरे जोगीहरू होइन। के भन्छन् भएर होला। सुराकी गर्नु राति अब के सल्लाह गर्दैछ अनि 12 बजी अर्का घर घर आयो। अब लिम्बूहरूले सल्लाह गरेको थाहा पाएपछि चाहिँ त्यो चाहिँ उता पोल पुर्याउने। तर उहिलेको जोगीहरू अचेलको जोगी मिल्दैन। ए मिल्दैन। ओखेलबा जोगीको मेन्जु जाना जामलामा जाम उहिलेको त साँच्चै नै मसान उठाएर आउँछ अरे। हिम गबरिङ मेमुक्स थियो होइन। त्यति बेला लम्फा मोहम्मद र भुथा दैलो नि उगार्थ्यो छेत्री बाहुनले सबैले। दैलो उगार्नु अरे भन्छन्। म त उगार्नु उघार्नेहरूले यतिखेर नि त डरको लाग्छ कुकुर भुकेको मैले एकखेप त्यो उगारेँ। हो त्यही दैलो उगार्नु भनेको त भित्र के सल्लाह गर्दैछ भनेर देखोस् भनेर उनीहरूले बुद्धि लगाएको अरे क्या। सुराकी जोगी कहाँ उगार्नुहुन्छ त, ऊ त सुराकी गर्नु आएको हो। अनि भित्र के सल्लाह गर्दैछ उसले प्रष्ट देख्नुको लागि चाहिँ उगार्नु है, तिमीहरूको चाहिँ यहाँ भएको नराम्रो चिज चाहिँ जान्छ भनेर हामीलाई डर देखाएको अरे के। अब अझै पनि आउनेहरूले अब त्यसो भन्छन्। तर राति हिँड्दैन नचेल जोगी त्यति साह्रो हिँड्दैन। कोही हिँड्यो भने म्यामुङ यसो मेन्यु धेर जस्तो नबजाइ जान्नु पनि भन्दै पो जान्छन्। कति आउँछन् हौ तल। जोगी चाहिँ हाम्रो आमाले साह्रै मन पराउँदैन थिइन् खेप्थिन् उसले। किन रहेछ भनेको उनको माइती गाउँमा जोगी मात्रै थियो। जोगी नथिए अब झन् मैले हिँड्छु भन्थिन् है बोजूले। त्यसो रहेछ नि अनि त्यही कहाँ मात्रै आउँछन्। जोगी पर्जाङ र म्यौ यिनीहरू जहीँ पुग्छन्। त्यसो भने जे होस् अब त्यति बेलाको सुब्बा त अब हामी त राज खलक सुब्बा खलक भन्थ्यौँ। वास्तवमा त सुब्बा त काम लाग्ने जस्तो त देखिएन, काम लाग्ने भाइमारा मात्रै देखियो। काम लागे उनीहरूको लागि। अब किन काम लागेन लागे आफै आफ्नो छोरा नातिलाई बोलाउने अर्कालाई मार्ने पुर्ने त्यतिकै त हो। भाइ मारा है काटेर नमारे नि कारणले मारेपछि मरेन भाइ मर्यो। आफ्नै छोराहरूले मात्रै बोलाउने, भाइहरू दाजुभाइको छोराहरूले नलाउने। जग्गा जमिन बेचेर उहाँ ल्यायो पैसा होइन, उता बुढीको नाममा त्यो आफ्नो छोरा छोरी पढाउनु कहाँ लगेर परेको छ पढाउँछन्। मेरो आँखाले देखेको चाहिँ त्यो रहेछ कहाँ लगेर पढाउँछन्। दाजुभाइको छोराछोरी यङसासी कुसाक्तिक तोक जनसङ्ख्याहरूमा नभन्ने। अब आयो भने नि त्यही भने नबोल्ने। अनि अब जग्गा जमिनमा बढ ल्याउँछ कि वस्तु ल्याउँछ कि गोरु ल्याउँछ कि दही मही ल्याउँछ कि तेल घिउ ल्याउँछ कि तोरी ल्याउँछ कि पैसा ल्यायो भने अब कहाँबाट ल्याएको जस्तो कहाँबाट आएको जस्तो गहनाहरू कमाइदिने जग्गा किन्ने होइन। सुब्बाले चाहिँ अन्तै तर अन्तै भन्दा पनि बजार हुँदी त किनेन म त्यति चाहिँ जानेन। अनि त्यसो गर्ने अनि आफ्नो जवानहरूलाई मस्त राम्रो राख्ने। छोराछोरीहरू छन् भने मजाले पढाउने उनीहरू आफ्नै सुब्बाकै छोरालाई मात्रै छोरीलाई मात्रै। दाजुभाइको दाजुभाइको त अब काकाको छोराहरूले कति दुखाएको छ त्यो काकाले हौस पाएको छैन कैयाको पिम्पुङ नभन्ने। म त मेरै दाजुको भनेको है मरेर गयो अब मलाई श्राप छ होला। दसैँमा 9-10 दिन त्यो घर लिप्दाखेरि कति ज्वरो आउँथ्यो होला मलाई। उनीहरूको पाहुना कति सुब्बाको पाहुना म कान्छा काकाको छोरी स्याहार्नु पर्ने। सुब्बाको पाहुना स्याहार्नु पर्ने तर पाउनु चाहिँ यता आफूले केही छैन। के छ म काकाको छोरी ऊ दाजुको छोरा सुब्बा मेरो दाजु बाउको दाजुको छोरा मेरो पनि दाजु नै पर्यो।
अनि आमाले त्यो देख्दाखेरि त्यसो भने सुब्बा भएको समयमा लिम्बूहरू सुब्बा भएको समयमा त्यो सुब्बा चाहिँ कसरी खोसाइ पठाएछ आजभोलि पनि हुनु पर्थ्यो त्यस्तो सुब्बाहरू कहाँ गए यिनीहरू कहाँ गएका छन् मान्छे त एउटा दुरा त अहिले पनि मौलो काट्दैछ तिनीहरूले तिनीहरूको मौलो कहाँ थियो म त्यो घरमा नभएको 40 वर्ष होइन काट्दैन अब त ए अहिले काट्नु छोडे मौलो पो कहाँ छ त्यो अहिले त्यो यसो खसी बोकाएको रगत यसो गरेर उनीहरूको ढोका अगाडि राख्नु छोडे लिम्बूहरूले अहिले कहाँबाट हुन्छ अनि ए त्यो राख्दै गर्दा त राम्रै हुन्थ्यो कि भनेर नि उनीहरूलाई फेरि होला नि अब राख्नु सक्ने हुनु पर्यो विचार पुग्यो उसको कहाँ राख्छ जति हान्नु छाप पहिले नै हानि गयो अब अहिले छैन पाएन त सुब्बा न खुब्बा ए अहिले सक्यो त्यो तम्फुला गाउँमा त त्यो एउटा ठहर नै त तल भयो ए ठिक केही छैन है त्यो रङदेखिमा त अब उहिले कुन पाला हाम्रो जिजुको पाला पूजा गरे होला लु ठिक छ अब आमाहरूसँग दिदीहरूसँग यसरी राम्ररी कुराकानी पनि भयो हामीले सुब्बा कालमा लिम्बूहरूले पनि त्यसरी चाहिँ अब कसरी चाहिँ सुब्बालाई मान्नको लागि दसैँमा मान्छे आउँछ भन्ने पनि हामीलाई थाहा भयो यस्तो धेरै कुराहरू हामीले आमाबाट थाहा पायौँ अब आजलाई यति भन्दै अब फेरि पनि आमालाई दिदीहरूलाई भेट्ने बाचा गर्दै हामी पनि तपाईँहरूसँग बिदा लिन्छौँ ल आशीर्वाद